साथीहरू नमस्ते, स्वागत छ हजुरहरूलाई मेरो च्यानलमा। आज चाहिँ हामी पोखरा अमरसिंहबाट बुर्चुङ खोला के उसमा रे गण्डकी रेनबो ट्राउट घुम्न जाँदैछौँ र तपाईँहरूलाई साथसाथै हामीले ब्लग पनि बनाउनेछौँ। यसको भ्लग हामीले चाँडोभन्दा चाँडो हाम्रो उत्पल थापा युट्युब च्यानल एलिता पुन युट्युब च्यानलमा हामीले छिटोभन्दा छिटो अपलोड गर्नेछौँ। त्यसको लागि प्रतीक्षा गर्नुहोला। ओके, अब हामी हजुरहरूलाई कता कता जान्छौँ म हामी देखाउँछौँ हजुरहरूलाई। बाई। बुर्चुङको यात्रा अब हामी रेनकोट छ कि छैन हेर्न पर्यो। दुइटै छ? भयो ल, अब हामीहरू निस्किन लागेको। साथीहरू अहिले हामी अमरसिंहबाट हिँड्दैछौँ। बाटोहरू बन्दैछ यतातिर पनि। वान साइडको चाहिँ बनिसकेछ, अर्को साइडको चाहिँ बनेको छैन। यो हो अमरसिंह चोक। यताबाट जान्छ बुद्ध चोक, महेन्द्र पुल। बाटोहरू अहिले बन्दैछ। हामी माथि चौक जाने भनेको, खै माथितिर त पानी परेको जस्तो छ हेर्दाखेरि। त्यो हो अमरसिंहको ग्राउन्ड। अमरसिंहबाट बुर्चुङ खोला मतलब गण्डकी रेनबो ट्राउटको यहाँ अमरसिंह माध्यमिक विद्यालय यो हो नि, अमरसिंह स्कुल यो हो कि पुरानो स्कुल। घाम त लागेछ नि होइन, तर बादल चाहिँ कालो आएको छ। गण्डकी हस्पिटल हो साथीहरू यो। त्यो हस्पिटलमा हाम्रो बुहारीलाई यहाँको स्वास्थ्य कर्मी हुनुहुन्थ्यो। रमेश सर पेट्रोल हालेर आउनुभयो। सुरु हुन्छ बुर्चुङ खोलाको लागि। पुल आयो, पुल। फुलबारीको पुल हो यो। अहिले हामी बगरमा आइपुग्यौँ। यहाँ पनि स्केट पार्क रहेछ बगरमा। कस्तो राम्रो फुल फुलेको भाइ। यतातिर पनि चिच्छ्या विकास खै पानी पर्न लागिसक्यो। पानी पर्न लागिसक्यो, हामी कहिले पुग्ने हो। कहिले पुग्ने हो, पानी पर्न लागिसक्यो। हामीहरू अस्ति नै नयाँ सालमा आन्थ्यो, हामीहरू आमा हामीहरू सबैजना। कतिको साइडको हिन्छ पर्छ क्या हो। भिलेज भनेर यो बाटो हामी पसेको, यो बाटो भित्र गएको त उता पुगेको त बाटो बन्द रहेछ।
फेरि फर्केर हामी यताबाट पो आयौँ। यो बाटो देखाउनु अफ रोड रहेछ पुरै होइन ट्याक्क पुग्नेछौँ त्यसको सुन्दर भ्युज तपाईँलाई मैले प्रत्यक्ष रूपमा देखाउँछु बाटो हुँदै 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 बल्ल इको भिलेज रिसोर्टमा आइपुग्यौँ। अवश्य पोखराको इको भिलेज विथ वाटरफलमा आएको छु यो देखाउँछु तपाईँहरूलाई हो यो देख्न सक्नुहुन्छ अवश्य इको भिलेजको यात्रामा छु यतिखेर देख्न सक्नुहुन्छ यो इको भिलेज यहाँबाट राम्रो देख्न सक्नुहुन्छ यतातिर चाहिँ पहाड छ ठुलो ठुलो पहाड हेर्नुहोस् कति राम्रो पहाड छ यताबाट यो आउने बाटो यहाँबाट चाहिँ तपाईँहरू आउनु सक्नुहुन्छ यतिखेर त्यो जाने बाटो छ त्यो खोला छ अनि यताबाट यस्तो हुने जान्छ राम्रो वाटरफल चाहिँ अब चाहिँ म त बिस्तारै चढ्दै जताबाट चढ्दै जानुहुन्छ यताबाट एउटा बाटो त्यहाँबाट एउटा अब चाहिँ म माथिल्लो टपमा जाँदैछु यहाँबाट माथिल्लो टप जाने बाटो छ हो यो भर्याङबाट म चाहिँ यहाँबाट तल अघि यो तल हो म चाहिँ माथि जाने माथिको टपमा जाँदैछु यहाँबाट चाहिँ वाटरफल भइरहेको यहाँ यो चाहिँ वाटरफल हो यो चाहिँ अब चढ्ने बाटो ल कति रमाइलो छ दृश्य अति नै रमाइलो छ र यताबाट पनि तपाईँहरूले यो यताबाट नै आउनु सक्नुहुन्छ जताततै बाटो छ यो चाहिँ माथि चढ्ने यो ल सुन्दर छ माथि चढिरहेको छु यो चाहिँ टपको भ्युज हो यहाँबाट त्यो सुन्दर झरना देख्न सक्नुहुन्छ यहाँबाट लगभग 10-15 मिनट 10 मिनटको बाटो छ त्यो झरनासम्म पुग्न सक्नुहुन्छ 10 मिनटको बाटोबाट यो चाहिँ इको भिलेज विथ वाटरफल पनि हुन्छ अझै योभन्दा अलिकति माथि पनि साथीहरू देखिराख्नु भएको छ यो अत्यन्तै सुन्दर हराभरा वातावरण तपाईँले देखिराख्नु भएको छ यो इको भिलेज वाटरफलमा पक्कै पनि यहाँहरू यो भिलेजमा घुम्न आउनुहुन्छ भन्ने मैले अपेक्षा लिएको छु र जसले मेरो युट्युब च्यानल उत्पल थापालाई सब्सक्राइब गर्नुभएको छैन भने पक्कै पनि अहिले नै तपाईँले सब्सक्राइब गर्नुहुन्छ भन्ने मैले पूर्ण आशा गर्छु र यतिखेर मैले वातावरण देखाउँदैछु देखिराख्नु भएको छ यहाँ एकजना पर्यटक खुसी भइरहेको अवस्था छ नाक समाएर सायद के गरिराख्नु भएको छ उहाँलाई नै थाहा छ पक्कै पनि उहाँले प्रकृतिसँग रमाउने एउटा जमर्को गरिरहेको छ है साथीहरू पक्कै पनि यो क्षेत्रमा चाहिँ आउन नभुल्नु होला र उत्पल थापा युट्युब च्यानललाई पनि सब्सक्राइब लाइक सेयर अनि बेल आइकन गर्न नभुल्नु होला मैले अझै निरन्तर भिडियोमा आइराख्नुहोस् अरू पनि कस्ता कस्ता रमाइला भिडियोहरू मैले तपाईँहरूलाई दृश्यहरू यस च्यानल मार्फत देखाउने छु सो वेल साथीहरू देख्न सक्नुहुन्छ स्पेसल इको भिलेज वाटरफल जुन पोखरामा अवस्थित छ
जुन यो आसपास बुर्चुङ खोलाको आसपासमा छ र योभन्दा माथि तपाईँले देख्न सक्नुहुन्छ ठुल्ठुला पहाडहरू जो विखण्डन भएर बसेको छ र त्यहाँ देख्न सक्नुहुन्छ स्पेसल झरना बगिरहेको छ योभन्दा थोरै माथि। सो साथीहरू यहाँहरूलाई कस्तो लाग्छ यो मेरो युट्युब च्यानल उत्पल थापालाई पनि सब्सक्राइब गरिदिनु है। फेरि योभन्दा अझै नौलो नौलो चिजहरू पनि मैले लिएर उपस्थित हुनेछु। अब भने तपाईँहरूलाई मैले यो गण्डकी ट्रट स्पेसल इको भिलेजको केही झलकहरू मैले देखाउने कोसिस गर्नेछु। पक्कै पनि लाग्छ यहाँहरूले मेरो यो भिडियोलाई निरन्तर रूपमा हेरिदिनुहुन्छ भन्ने। सो वेलकम to my YouTube channel and check everywhere special wow places. साथीहरू पक्कै पनि यो देखिराख्नु भएको दृश्य हेरेर यहाँहरूलाई मनमा अति नै कौतूहलता भएको होला। सो कुनै चिन्ता लिनु पर्दैन, तपाईँहरू सिधै पोखरा आउनुहोस्, पोखराबाट बुर्चुङ खोला भन्ने ठाउँ कहाँ हो भनेर सोध्नुहोस्। त्यसपछि पक्कै पनि सबैले यसको बारेमा यो लोकेसन बताइदिनेछ। यो चाहिँ देखिरहेको चाहिँ बुर्चुङको स्पेसल ठाउँ है। उँभो गर्न सक्नुहुन्छ, त्यो चाहिँ म एकछिनपछि म पक्कै पनि भिडियोमा देखाउनेछु, रहिरहनु होला। सन्चै छौ? हेलो, ठिक छु एकदमै। कस्तो लाग्यो तिमीलाई रिसोर्ट? राम्रो छ। यो रिसोर्टमा चाहिँ अब मैले राम्रोसँग अहिले भिडियो गरेको। अब मेरो मिसेस छ, म चाहिँ एकछिन घुम्न जान्छु, हजुरहरू सँगै रहनु होला। अति राम्रो राम्रो ठाउँहरू रहेछ। तपाईँले यहाँ ट्रट वे टु ट्रट फर्म अब एकछिन पछि हामी योभन्दा अति पिङ खेल्छौ ढकालिदिने दृश्य देख्न सक्नुहुन्छ। अब अलिक घाम लागेको छ नि, यहाँ अलिकति घाम छ, कहाँनिर चिसो शीतल होला, भित्र फ्यान छ यार, बरु कतिको शीतल छ देख्न सक्नुहुन्छ। यो यस्तो स्टलहरू छ भित्र, यहाँबाट अब चाहिँ हामी योभन्दा थोरै माथि जान्छौँ। के अरे सानो हाई गरिदियो। हेलो, अब हामी माछाहरूको हेर्न कहाँनिर ल। अब यो वाटरफल इको भिलेजमा वेलकम छ सबै साथीहरूलाई। यतिखेर चाहिँ हामी योभन्दा माथि अर्को टप रहेछ, यहाँबाट चाहिँ राम्रो झर्ना आइरहेको छ, पानी बगेर होर यो खोला हुँदैछ। यो चाहिँ स्पेसली भुर्चुङ खोला स्थित यो स्थान हो, जुन स्थानमा मैले तपाईँहरूलाई चाहिँ भिजिट गराउँदैछु। यो चाहिँ भर्खर नयाँ बन्न लागेको स्टलहरू रहेछ। सायद यो बाटोबाट मान्छेहरू आउने जाने पनि हुन्छ। यो होर यहाँ नयाँ बन्दैछ स्पेसल। उयो चाहिँ झरना, यहाँबाट यति राम्रो झर्ना रहेछ। वाटरफल भनेको यो रहेछ कि उहाँहरूले चाहिँ फोटो ल्याइदियो भनेर रिक्वेस्ट गर्यो, फोटो लिँदैछन्। अब रमाइलो गर्दैछन्। जाम त माछा देखाइदिनु। स्पेसल माछा यो खस्छ। यो माछा हो है, भुर्चुङ खोलाको माछा। अन्त कति माछा हो आम्मा। त्यो माछै माछा छ, सबै माछा छ यहाँ। जो बाहिर त्यो त घामले पोलेर पागल भयो। कति धेरै माछा रहेछ है।
बस कनेक्ट भएको छ शीतल भयो अँ, ल स्लोली भिडियो बनाउँछ यहाँबाट होइन यो चाहिँ रिसोर्ट है यहाँबाट चाहिँ 1 मिनटको बनाऊँ न यो भिडियो कस्तो लाग्छ सानो यो थोरै उयो वाटरफल जाने बाटो चाहिँ अलिकति अप्ठ्यारो रहेछ यहाँ पुल एउटा बनाउनु लाग्यो त्यो पुलमा धन्दै पुल अलिकति खेला रहेछ कि धन्दै भाँसिएन तिमी त गएनौ डरायो के अरे म त रातै भयो हेर्नु त रातै भयो आज चाहिँ सुसुर भुर्चुङ खोलाको यात्रा गरेर हामी बुढाबुढीको यात्रा चाहिँ अब यहाँ अहिले यो रिसोर्टमा आयो वरि उयो उता चाहिँ राम्रो माछा पोखरी रहेछ होइन माछा पोखरी अथवा ड्याङ 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 बनाएर त्यहाँ चाहिँ विभिन्न किसिमको माछाहरू भन्दा नि एउटै त्यो जातिको रौ माछा कत्ला माछा भन्छ त्यो माछा राखेको रहेछ वेल साथीहरू यतिखेरबाट हामी अब खाजा खाने क्रमलाई जारी राख्दै फेरि पनि योभन्दा अझै उत्कृष्ट ठाउँमा जाँदैछौँ गण्डकी रेम्बो ट्राउटमा सो हामी अब गण्डकी रेम्बो ट्राउटमा भेट्नेछौँ यतिखेर हामी जाने तर्खरमा छौँ है साथीहरू त्यहाँ फेरि भेटौँला है नेक्स्ट भ्लगमा यस ब्युटिफुल ल साथीहरू अब हामी यहाँ इको भिलेजबाट निस्केको अबको गन्तव्य चाहिँ कतातिर हुन्छ हामी थाहा छैन सायद हामी रेम्बो ट्राउट गण्डकी रेम्बो ट्राउटमा पनि गइन्छ होला होइन है गयो भने चाहिँ भेटौँला अहिले त बाई यहाँ बाई बाई रेम्बो गण्डकी ट्राउट र इको भिलेज